धर्म के हो? के कुनै देवी देवतालाई मान्नु, कुनै धर्म स्थापकहरूलाई मान्नु, त्यसलाई धर्म भन्छ त? धर्म जस्तै खुर्सानीको धर्म भनेको पिरो स्वाद दिने, त्यो खुर्सानीको धर्म हो। पानीको धर्म भनेको शीतलता दिने हो। त्यस्तै नै हामी आत्माहरूको धर्म भनेको 7 गुण सम्पन्न भएर कर्म गर्नुलाई धर्म भन्छ। आत्माको 7 गुण के? सुख, शान्ति, आनन्द, प्रेम, शक्ति, ज्ञान र पवित्रता। यो 7 वटा गुण सम्पन्न भएर कर्म गर्नुलाई नै धर्म भनिन्छ। र यो 7 वटा गुण सम्पन्न भएर कर्म गरेको जुन कर्म छ त्यो कर्म अकर्म भन्छ।